tell me what's wrong and why you never said you felt that way. And guess you're trying to stay strong and fake a smile until I look. Good morning everyone. Welcome to my another vlog. अहिले चाहिँ म धादिङ बेसीमा चिया खाँदैछु। बिहानै हिँडेको थियो घरबाट चाहिँ हैन। अनि आज पुरै चिसो लागेर घाँटी पनि बसेको छ, साउन्ड राम्रोसँग आउँदैन। सो बाइक चाहिँ पुरै रेडी छ। अनि मैले चाहिँ यता भित्र बसेर एक कप चाहिँ चिया खाएँ। अनि अब चाहिँ यताबाट एकछिनमा निस्किन्छु लाइक चिया पिएर हैन। अनि आज चाहिँ बिस्तारै जाने प्लान छ बिकज इन्भाइरोमेन्ट राम्रो छैन, धुलै धुलो हुस्सु छ हैन। भइरहेको चाहिँ एयरपोर्ट पनि बन्द गरिदिएको रहेछ। धेरै तपाईको के भन्छ अरे त्यही धुलो बिहान मर्निङमा हुस्सु लाग्यो भनेर। सो दिस इज न्यू। यो चाहिँ मलाई कसैले गिफ्ट गरेको थियो। सो दिस इज रियली नाइस। अनि बाइकको ब्याग पनि बानेको छु। बाइक एकदमै फिट एन्ड फाइन छ। सो राइट नाउ आई एम जस्ट इन्जोइङ विथ टी। सो अलवेज सोलो राइड हुँदाखेरि दिस इज द माई सिट प्लानिङ राइट। अनि मैले त चिया खाएँ। अब चाहिँ एकछिनमा निस्किन्छु यताबाट चिया पिएर एन्ड देन बाटोमा गफ गरौँला है त। आज चाहिँ स्लाइडली आई विल ट्राई टु मेक सम इन्ट्रेस्टिङ। बिहान 6:30 बजीतिर निस्केको थिएँ म घरबाट काठमाडौँबाट चाहिँ। अनि साउन्ड चाहिँ हल्का त्यो कस्तो अर्कै काइन्ड आइरहेको छ बिकज अफ त्यो घाँटी बसेको थियो क्या। अहिले चाहिँ इट्स बेटर भनौँ न अरू टाइमभन्दा। सो लेट्स गो। यता चाहिँ घाम लागिरहेछ अहिले। अनि मैले चाहिँ त्यहाँ झोल तरकारी 2टा अन्डा र चिया खाएर निस्केँ होइन। मर्निङमा हल्का चाहिन्छ क्या त्यस्तो कुराहरू मलाई चाहिँ, सो द्याट इनर्जी आउँछ भनौँ न। यो अगाडिको रोड हेर्दाखेरि कस्तो चिफ्लो जस्तो फिल भइरहेको छ यार। मलाई कसरी चलाउने कन्फ्युज भएँ म त। यो चिफ्लो रोड हो कि पिज रोड हो, इट्स स्लाइटली कन्फ्युज। सो म चाहिँ अहिले धादिङ बेसीभन्दा हल्का अगाडि गएँ। अनि अर्को भनेको चाहिँ आज मेरो साउन्डमा चाहिँ एकदमै गाह्रो हुने होला छ। जोसमा काठमाडौँबाट घर जाँदाखेरि चाहिँ जहिले पनि एक दिनमा पुग्छु क्या प्रायः जस्तो। बिहान गएर बेलुका पुग्छु। अनि यो ट्राइम बाइकमा त म कति 11 घन्टामा पुगेको रेकर्ड पनि छ होइन घर। सो त्यसले गर्दाखेरि 11 घन्टा भनेको अस्ति दसैँमै हो क्या। म बिहान यताबाट 6 बजे हिँडेको थिएँ होइन। अनि बेलुका चाहिँ घरमा कतिखेर बेलुका कति 5:30 बजी पुगिसकेको थिएँ क्या म। त्यो बाटोमा रेस्ट गरेर खाना खाएर सब काउन्ट गर्दाखेरि पनि। सो कहाँदेखि जाम छ त के भयो फेरि अगाडि। यो त धेरै लामो जाम छ त यार। हाइट गर्न त मैले पनि त्यही गरेँ तर दिस इज कम्प्लिटली मिसम्यानेजमेन्ट भनौँ न। डिसिप्लिन बिनाको बाटो भएर चाहिँ यस्तो भएकै हो। सबजना यताबाट गएर हालिदिएको छ त्यहाँ। अनि उताको मान्छे कसरी आउँछ यता आउँदैन नि त। अनि आउनु न पाउँदैन। द रिजन यो प्रब्लम क्रिएट भइरहेछ अहिले चाहिँ। अलमोस्ट हाफ एन आवर भइसक्यो म चाहिँ जाममै छु। आइ एम स्टिल हियर हेड जाम। तर हाम्रोवाला लाइनको चाहिँ खोलेछ होइन। यो लाइन त कहाँसम्म जाम छ यार टाइट। यिनीहरूलाई त 1-2 घन्टा अझै टाइम लाग्छ यो जाम कट्नलाई। दिस इज मनोकामना। अनि मनोकामनाको केबल कारहरू देखिरहेछ। यताबाट राइट साइड गयो भने चाहिँ पोखरा जान मिल्छ होइन। यो चाहिँ मोगलिन भयो। अनि लेफ्ट साइड गयो भने चाहिँ हाम्रो नारायणघाट बुटोलतिर चाहिँ यताबाट जानुपर्छ। सो यताबाट नारायणघाटबाट चाहिँ बुटोल। यो चाहिँ नारायणघाटको पुल। यो पुलमा त कति धेरै आइसक्यो म। कस्तो 4 लाग्छ यो पुल। योभन्दा चिसापानीको पुल चाहिँ लास्ट दामी छ। ठुलो पनि छ, ओल्लो पल्लो छेउ हल्का म्यानेज काइन्ड अफ देखिन्छ क्या। त्यो चाहिँ हल्का बढी त्यो छेउमा राष्ट्रिय निकुञ्ज भएर पनि होला हुन चाहिँ। मैले बाइक चाहिँ उता रोडमा राखेर आएको छु होइन। अहिले चाहिँ यता सिजीधाम छिरेको। सिजीधाममा चाहिँ गोप्रोलाई चाहिँ छिराउनु दिएन होइन। मोबाइल चाहिँ छिराउनु दिन्छ फेरि। भिडियो नि बनाउनु दिन्छ मोबाइलबाट, नो इस्यु। सो दिस इज मी ट्राभलर हु ट्राभल एलोन सबैतिर होइन। पुरै 4 भएको छ। म यहाँ घुम्ने अवस्थामा पनि छैन। लेट मी सो यु समथिङ यता इन्ट्रेस्टिङ। मलाई यताको वान अफ द इन्ट्रेस्टिङ लाग्ने चाहिँ आर्ट यो हो क्या। जहाँ चाहिँ एउटा हुन्छ नि लाइक त्यो खतरा भन्दा पनि डेन्जर देखिरहेछ नि यो त होइन। हान्दिम होला है के हो। अनि यो चाहिँ यताको मेन मन्दिर भयो होइन। यता म धेरै पहिला आइसकेको छु एकचोटि। त्यतिखेर आउँदाखेरि पनि यस्तै हालत थियो। बाइकमै आएको थियो, धुलो भएको थियो होइन। अनि दिस इज माई सेकेन्ड टाइम यो ठाउँमा चाहिँ। यता आउँदाखेरि मेन भनेको चाहिँ आनन्द आउँछ क्या। एउटा पिस काइन्ड अफ छ। अभियसली धार्मिक स्थल भनेको चाहिँ हल्का पिस त आउँछ नि त। सो पिस छ क्या यहाँ चाहिँ एउटा। नारायणघाटबाट अलमोस्ट कति 20 किलोमिटर 17-20 किलोमिटर कुदेपछि चाहिँ यो सिजीधाम आउँछ क्या। अनि यो चाहिँ राइट साइडमा चाहिँ उताबाट आउँदा पहिला चाहिँ सिधै आउनु मिल्थ्यो। अहिले त्यो 2 लाइनले गर्दाखेरि हल्का अगाडि गएर आउनु पर्दो रहेछ। अनि
यसको ठिक उता चाहिँ इन्डस्ट्रियल एरिया पनि छ सिजीको चौधरी ग्रुपको चाहिँ त्यो फ्याक्ट्रीहरू ठुल्ठुलो अफिसहरू छ आई थिङ्क यता एज पर माई अन्डरस्ट्यान्डिङ बट आई एम नट 100% स्योर कि के छ भनेर मैले टिकट चाहिँ 200 को पे गरेँ होइन 200 भनेको लाइक इट्स एन्ड एभ्रिथिङ सबैको लागि हो क्या यो मेन मन्दिरको मुनि चाहिँ म्युजियम काइन्ड अफ छ त्यहाँ चाहिँ पुरानो कुराहरू मेन्सन गरेर राखेको छ होइन त्यहाँ पनि जान मिल्छ तर मेरो अहिले शरीरको हालत हेर्नुभयो भने चाहिँ लुक सो यो हालतमा म कहीँ जान्न होइन हनुमान छत्र रे देयर इज ओवे ल मेन मन्दिरमा चाहिँ फोटो खिच्न मनाइ छ त्यहाँभित्र लाइक मेन एरियातिर त्यतातिर चाहिँ फोटो खिच्न दिँदैन होइन लेट मी थिङ्क जुत्ता खोलेर जाने के गर्ने भनेर एकचोटि खोलेर पुगेर आउनु पर्ला है भित्र म मेन कुरा भनेको मेरो बाइक बाहिर रोडमा छ त्यहाँ छ मेरो बाइक चाहिँ त्यो देखिरहेको छ यताबाट रोडमा राखिरहेको छु म सो त्यहाँ गार्ड दिदीलाई चाहिँ हेरिदिनु भनेको छु लेट्स सी उहाँले हेरिदिनुहुन्छ होला आई थिङ्क जुत्ता खोलेर म भित्र पुगेर आउँछु सो फोटोसोटो केही खिच्नु मिल्दैन भित्र नखिचेकै राम्रो सिउ एकछिनमा म त्यहाँभित्र गएर यसो पूजासुजा गरेर आएँ होइन पूजा गरेर भन्दा नि आनन्दले हेरेर आएँ नलेजको कुरा हेरेर आएँ म चाहिँ आज के हेरेर आएको थाहा छ आफूभन्दा ठुलोको चाहिँ किन पाउ छुनुपर्छ भनेर चाहिँ सिकेर आएँ म अहिले चाहिँ किन छुनुपर्छ भनेदेखि लेफ्ट ह्यान्डमा चाहिँ नेगेटिभ इनर्जी हुन्छ राइट ह्यान्डमा चाहिँ पोजिटिभ इनर्जी हुन्छ त्यो त आई थिङ्क हामी सबैलाई थाहा छ राइट ह्यान्डले चाहिँ त्यो तल झोकेर यदि ढोक गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो जति पनि त्यो काइन्ड अफ घमण्डहरू हुन्छ नि त्यो चाहिँ आफूभन्दा ठुलोको अगाडि चाहिँ म तपाईँको अगाडि झोकेँ मैले मेरो घमण्ड त्यागेँ काइन्ड अफ कुरा रहेछ क्या त्यो चाहिँ आज मैले सिकेँ है त किनकि हाम्रोतिर नर्मल्ली आफूभन्दा ठुलोलाई ढोक दिने चलन छ नि त ड्याडी ढोक दिएँ भनेर राइट ह्यान्डले तल उहाँको पाउच हुने चलन छ बेसिकली आई एम अ ट्राभलर म ट्राभल गर्छु सो मलाई भ्लग बनाउन नि मनपर्छ बट सेइङ द्याट वान थिङ इज अलवेज राइट क्या यस्तो जुनसुकै पनि मन्दिरमा चाहिँ आई थिङ्क क्यामेराहरू मोबाइलहरू अलाउ नगर्दा बेटर इन्डियाको अक्षरधाम जाँदाखेरि आई फिल द्याट थिङ्स एकदमै रियली होइन जहाँ चाहिँ एकदमै आनन्द आउँछ कि मोबाइल नो इलेक्ट्रिक डिभाइस एनिथिङ स्मार्ट वाच समेत तिनीहरूले लिन दिँदैन थियो सो हुन्छ अब चाहिँ यताबाट गएर म बाइक ठाउँ जान्छु अनि त्यहाँबाट जाने है त म चाहिँ जाने भनेर वेट गरेको थिएँ होइन फेरि यता उहाँहरूकै राम्रो स्पेस गर्छ सो यता चाहिँ अनि ब्रेकफास्ट गरेर जानु लाग्यो चाहिँ ब्रेकफास्ट भनेको रोटी खाएँ अनि पनिरहरू खाएको है बाइक बाहिर छ घुमेर आइसकेँ म भित्रबाट अब एकछिनमा चाहिँ अब यताबाट मस्त खाएर अनि निस्किन्छु सो द्याट मलाई बाटोमा खाना खानु परेन अब रोटी इज गुड अनि झोल तरकारी खाएँ जसले चाहिँ हल्का घाँटीलाई पनि बेटर भयो अनि क्लिन पनि थियो यो ठाउँमा चाहिँ सिजी ग्रुपकै रहेछ होइन सो बाहिरबाट डाइरेक्ट भित्र छिर्न मिल्छ विच इज स्लाइटली नाइस मलाई थाहा थिएन पहिला यो थाहा भएको भए चाहिँ म एभ्री टाइम भित्र छिरेर खाएर जान्थेँ होला क्या भनेको बस्नुलाई चिल छ गुड छ अनि क्लिन छ मेन त अनि यो हाइवेमा चाहिँ क्लिन ठाउँ पाउन हल्का डिफिकल्ट हुन्छ क्या खाने ठाउँहरू चाहिँ आई थिङ्क दिस इज स्लाइटली बेटर मलाई चाहिँ फिल भयो नेक्स्ट टाइम इफ आई लाइक हुन्छ नि अगेन ट्राभल यही रुटमा आई विल अलवेज स्टे हियर वन्स बिकज डाइरेक्ट बाहिर रोडसँगै कनेक्ट छ सो इट्स इजी फर यु राइट सो मेरो बाइक त बाहिर छ म चाहिँ यहाँ वेट गरिरहेको छु अब एकछिनमा चाहिँ यताबाट निस्केँ सो 66 किलोमिटर छ यहाँदेखि रामनगर त्यहाँबाट चाहिँ म भैरुवा जान्छु बुटोलमा गएर अनि भैरुवा लेट्स चाहिँ कतिखेर पुग्छु अनि त्यही बेसिसमा चाहिँ आज कहाँ जाने के गर्ने भन्ने चाहिँ भैरुवा गएर डिसाइड गर्ने सो घाम लागिरहेको छ चिसो स्लाइटली कम छ इट्स गुड सो लेट्स गो